हेलो जय मसी सबैजनालाई। आज हामी पार्कमा जाँदैछौँ। 1 आवर 15 मिनट्स यहाँदेखि टाइम लाग्नेछ र हामी अब जाँदैछौँ फ्यामिली। मेरो पछाडि नानी छोरा हुनुहुन्छ, छोरी उता पछाडि हुनुहुन्छ, श्रीमती अनि म। गाइस हामी चाहिँ डेस्टिनेसनमा आइपुग्यौँ है मेरो छोरा। अब हामी जाँदैछौँ। लेक यहाँ नजिकै रहेछ। यहाँ छ हाम्रो गाडी चाहिँ। अनि आज यसो अलिकति वेदर क्लियर भएर चाहिँ फ्यामिली नै आएको। सडनली हाम्रो प्लान भइगयो अनि घरदेखि निस्केको। 1 आवर 15 मिनट्स ड्राइभ हो। धेरै टाढा पनि होइन। यहाँ चाहिँ म्याप दिएको रहेछ। यहाँ कहाँ जाने सबै इन्फर्मेसनहरू चाहिँ। यो चाहिँ पार्किङ लट हो पछाडि। पार्किङ लट रहेछ। ल अब हामी यहाँ टावरमा चढ्दैछौँ है। वा लेकिदी त यहाँ रहेछ नि त। अनि बाफ्रे कत्रो ठुलो रहेछ। पहिरो जाँदै आएको रहेछ गाडी। पहिरो जाँदो रहेछ। Wow, this is Lake Erie. Lake Erie हेर्नु चाहिँ मजाले घाम पनि लागिरहेछ अहिले चाहिँ।
वाओ भाइ वाओ भाइ कता खोजेको अनि इजरायल भाइ कता के रहेछ भाइ त्यो ल अहिले चाहिँ हामी टावरदेखि झरेर अब बिचमा जाँदैछौँ यहाँ ओके बाई बाई सी यू इज नो रन ल यहाँ आउनु हुँदैछ हाम्रो नानी एबिगी आउनु हुँदैछ बिस्तारी नाइकी बोय इजरायल राई हेलो ल हामी चाहिँ बिचघरतिर जाँदैछौँ है बिचमा जाँदैछौँ र आउँदैछ है पछाडि हाम्रो Abigail Rai, Israel Rai, Elizabeth Thapa Rai आउँदैछ है ल Tired भयो? No, I'm just getting the sand off my pizza. Oh, okay. ल बिचमा आइपुग्यो जस्तो छ बोल्ला बोल्ला हाम्रो यहाँ सरले के टिप्दैछ फेरि ल बाटो चाहिँ राम्रो रहेन रहेछ है यहाँ चाहिँ अलिकति बाटो चाहिँ यस्तो रहेछ है जाने भन्दैछ अबिको जानु सकिहाल्छ नि अबिको ल आउनु ल आउनु रेडी हो हुन्छ हुन्छ अब चाहिँ हामी घरतिर फर्किँदैछौँ लेक साइड पार्कमा गएर पनि त्यहाँदेखि रेस्टुरेन्टमा गएर खानासाना खाएर अब हामी घरतिर जाँदैछौँ अहिले चाहिँ मेरो सुन्दरले ड्राइभ गर्नुहुँदैछ छोरी पछाडि छोरा पनि पछाडि बाहिर चाहिँ पुरा पानी परिरहेछ है वेदर चाहिँ एकदमै पानी परिरहेको अवस्था छ